यो दुनियाँमा बडो अचम्म छ, किनकि शिक्षा दिनलाई, अर्कालाई शिक्षा दिनलाई, सिकाउनलाई बडो सजिलो छ। मान्छेहरू एउटा सानो ढिस्को चढ्न सक्दैनन्, पहाड चढ्ने शिक्षा दिन्छन् मान्छेहरू। भनाइको मतलब कुनै पनि कुरा सिकाउनको लागि आफू पनि त्यहाँ त्यत्तिकै दक्ष अथवा त्यसमा आफू पनि हुनुपर्छ क्या। जस्तो हामी सत्यको बाटोको कुरा सिकाउँछौँ भने सत्यमा हामी कति हिँडेका छौँ त? यदि भक्तिको कुरा सिकाउँछौँ भने भक्तिमा कति हिँडेका छौँ त? भक्ति भनेको नै प्रेम हो। भक्ति र प्रेम एउटै कुरा हो। जो व्यक्तिले संसारमा कुनै पनि व्यक्तिलाई प्रेम गर्दैन, त्यसमा फरक गर्छ आफ्नो र अर्काकोमा, उसले फरक गरेर फरक प्रेम गरिराखेको छ, स्वार्थपूर्ण प्रेम गरेको छ भने भगवान्लाई उसले कसरी भक्ति गर्न सक्छ? यो भक्ति गर्नै सक्दैन, त्यो त देखावटी हो, हुनै सक्दैन। र कोही व्यक्तिले सत्यको बाटोमा हिँडेकै छैन, अधर्म विधर्म गरिराखेको छ, अरूको लुटेर खाइराखेको छ, अरूको हक पोसिराखेको छ, कसैलाई बिचल्ली बनाइराखेको छ, कसैको सब चिज लिएर उसलाई बिचल्ली बनाएर उसलाई अझ सब चिज उसको प्रपर्टी नै बर्बाद गरिराखेको छ भने त्यो व्यक्तिले कसरी सत्यको कुरा गर्न सक्छ? अनि यस्तो मान्छेहरूले कुरा गरेको सुहाउँछ कसैले पनि? भला हामी राजा हरिश्चन्द्र हुन सक्दैनौँ, धेरै सत्य गर्न सक्दैनौँ, तर यति त गर्न सक्छौँ हामी कि कसैको हक खान हुँदैन, कसैको चिज फिर्ता दिनुपर्छ, कसैको चिज लिएको चिज फिर्ता दिनुपर्छ। यति सामान्य कुराहरू त बुझ्न सक्नुपर्छ, यति त बुझ्नुपर्छ नि। आध्यात्मले सिकाउने पनि यति नै हो कि कसैको हक नखाऊ, कसैको हक नमार, कसैलाई अन्याय नगर, लिएको चिज फिर्ता देऊ। आफूले कसैसँग सापट भनेर लिएको छ भने फिर्ता देऊ। तिमीले दानमा पाएको छ भने बेग्लै कुरा हो, तर सापटमा पाएको कुरालाई, लिएको कुरा फिर्ता गर। कसैले तिमीलाई गुण लागेको छ भने त्यो गुणको बखान गर। त्यो गुणले जहिले पनि तिमी त्यो गुणको सोझो गरिराख। उसको गुलामी गर्नुपर्छ होइन, उसको गुणलाई जहिले पनि सम्झिराख, स्मरण गरिराख। यो सिकाउँछ आध्यात्मले। अनि जब यो चिज नै छैन भने उसले कसरी सिकाउँछ त साँचो बाटो? जब यो छैन भने भक्तिमा पनि जान सक्दैन, किनकि भक्ति भनेको पहिले सच्चाइ हुनुपर्छ, पहिले सत्य हुनुपर्छ, अनि त्यसपछि धर्म हुन्छ, त्यसपछि भक्ति हुन्छ। भक्ति भनेको प्रेम हो। प्रेम भनेको कस्तो भने आफ्नो छोराछोरी र अर्काको छोराछोरीमा समान देख्नु, आफ्नो परिवार र अर्काको परिवारमा समान देख्नु, आफ्नो दुःख र अर्काको दुःखमा समान देख्नु, समता समभाव आउनु, अरूको दुःखमा पनि आँसु साँच्चै चुहाउन सक्नु। त्यो नक्कलीवाला होइन, देखावटी होइन, साँच्चै आँसु आउन सक्नु, त्यसलाई भन्छ भक्ति, प्रेम भन्छ। जब कोही मान्छेले प्रेम संसारलाई यस्तो खालको प्रेम गर्छ भने भगवान्लाई कसरी गर्छ त उसले प्रेम? सुन्नुहोस् न, एकजना म एउटा कथा भन्छु। एकपटक एउटा बडो ठुलो महात्मा हुनुहुँदो रहेछ, गुरु हुनुहुँदो रहेछ, धेरै पहिलाको कुरा हो यो। अनि उहाँको एकदमै सत्य बाटोमा हिँड्ने, एकदमै सत्य सम्भाषणी, एकदमै भगवान प्राप्त गर्नुभएको सन्त हुनुहुँदो रहेछ, गुरु हुनुहुँदो रहेछ। जसलाई पाए त्यसलाई दीक्षा पनि दिनुहुँदो रहेछ, पात्र हेरेर मात्रै दीक्षा दिनुहुँदो रहेछ। उहाँको धेरै ख्याति वैभव फैलिएको रहेछ संसारभरि। अनि एक दिन एक सेठजीलाई पनि उहाँको शिष्य हुन मन लागेछ र उहाँले गएर भन्नुभएछ, मलाई पनि शिष्यता स्वीकार गर्नुहोस् प्रभु भनेर उसले भनेछन्। अनि सोध्नु भएछ, तिमीले संसारमा कति प्रेम गर्छौ त? संसारमा पतिलाई, आफ्नो पत्नीलाई, आफ्नो छोराछोरीलाई, छर छिमेकीलाई, आफन्तहरूलाई तिमी कतिको प्रेम गर्छौ त भनेर सोध्नु भएछ। अनि उसले चाहिँ नाटकीय ढङ्गले उत्तर दिएछ, जे हो त्यही भनेनछ। उसले नाटकीय ढङ्गले के भनेछ भने, होइन प्रभु, म त कसैलाई पनि केही गर्दिनँ, सबको प्रेम मेरो हटिसक्यो मनबाट, म त सबै छोडछाड गरेर एकदम भगवान्मा शरणागत भएर आएको प्रभु भनेर उसले भनेछ, नाटकीय ढङ्गले भनेछ। अनि गुरुले भन्नुभएछ, तिम्रो यो नाटक मैले सम्झिसकेँ। जब तिमी संसारका व्यक्तिहरूलाई, सामान्य आफ्नो आँखा अगाडि प्रत्यक्ष भएका आफ्नो श्रीमतीलाई, आफ्नो छोराछोरीलाई, आफ्नो इष्टमित्रलाई, आफ्नो नरनातालाई तिमी प्रेम गर्न सक्दैनौ, तिमी माया गर्न सक्दैनौ भने नदेखेको भगवान्लाई कसरी गर्छौ त? तिमीसँग जुन चिज छैन त्यो चिज भगवान्लाई कसरी दिन्छौ त? जाऊ, पहिले प्रेमको बीजारोपण गरेर आऊ, पहिले संसारका व्यक्तिलाई प्रेम गरेर आऊ। प्रेम के हो, तडप के हो भन्ने कुरा सिकेर आऊ, त्यसपछि भगवान्मा म तिमीलाई प्रेम लगाउँछु, पहिले सिकेर आऊ भनेपछि अनि उसले माफी मागेछ, प्रभु प्रेम त छ, मेरो प्रेम त छ, मैले हजुरले केही भन्नुहुन्छ भनेर नभनेको भनेछ। अनि तिमीलाई मलाई थाहा थियो तिमी संसारमा प्रेम गर्छौ भनेर, तिमीले मेरो अगाडि जस्ताको तस्तै किन भनेनौ त? किन बनावटी कुरा गर्यौ त? गुरुको अगाडि पनि बनावटी कुरा गर्ने हो? गुरुलाई पनि यसरी तिमीले ढाँट्छु भने जस्तो लागेको छ तिमीलाई? यस्तो ढाँट्यौ भने भगवान् तिमीले प्राप्त हुन्छ? तिम्रो मनमा जे छ मुखमा पनि त्यही हुनुपर्छ।
तिम्रो बाणीमा पनि त्यही हुनुपर्छ, अनि मात्र तिमीले भगवानको प्रेम पाउँछौ। तिम्रो भित्र मनमनमा चाहिँ परिवारप्रति प्रेम छ, अनि तिमीलाई भगवानसँग चाहिँ अनि भगवान प्रेम छ तर छैन म भगवानसँग प्रेम गर्छु भनेर हुन्छ? भगवानले परिवारलाई प्रेम नगर भनेको छ, माया नगर भनेको छ र? भगवानले त त्यो भनेको छैन। माया नगर भनेको भए स्वयं भगवान गृहस्थमा हुनुहुन्थ्यो, कसरी भन्नुहुन्थ्यो त? त्यसैले जो व्यक्तिले आफ्नो परिवारलाई सच्चा प्रेम गर्न सक्दैन, जो व्यक्तिले घर वरिपरि भनौँ न पशु पक्षी सबै जीवात्मालाई प्रेम गर्न सक्दैन नि, त्यो व्यक्तिले भगवानलाई पनि प्रेम गर्दैन। त्यो नाटक हो, त्यो नाटकै हो। जुन चिज भित्र छैन, घृणा छैन भने पनि अरूलाई घृणा गर्न सक्दैन। जस्तो राजा युधिष्ठिरलाई घृणा थिएन, दुर्योधनले नाना भाती गरेर अपमान गरेर निकाल्दाखेरि पनि पक दुर्योधन तँलाई म 13 वर्षपछि 12 वर्ष वनवास 1 वर्ष अज्ञातवास आएपछि वासबाट आएपछि तेरो म के गर्छु भनेर औँला ठड्याएर 5 पाण्डवहरू जानु भएन, किनकि उहाँहरूको भित्र द्वेष घृणा थिएन, प्रेम मात्रै थियो। त्यसैले त लडाइँ गर्न सक्नु भएन अर्जुनले। तर दुर्योधनमा घृणा थियो, उसले देखायो, ऊ त अट्टासले हाँसेर यहाँ आएर मेरो यस्तो सेना छन्, तर तेरो के सामर्थ्य छ, तँलाई नमारी छोड्दिन अर्जुन, तँलाई अब म मेरो बाणले नै मार्छु भनेर उसले त औँला ठडाइराखेको थियो, किनकि उसतिर घृणा थियो। जे थियो त्यही देखाउँथ्यो उसले, र पाण्डवहरूसँग त्यो थिएन, त्यही देखाउनु। उहाँ उसले त्यसो भनिराखेको छ, तर यहाँ अर्जुनले प्रभु म मार्न सक्दिनँ, प्रभु म मार्न सक्दिनँ, आफन्तलाई मार्न सक्दिनँ। करुणा छ भित्र, भित्र करुणा प्रेम भएन भने भगवानलाई कसरी प्राप्त गर्न सकिन्छ? भरे मुखमा कडा वचन होस् केही छैन, किनभने कहिलेकाहीँ कडा वचन पनि बोल्नुपर्ने हुन्छ, किनकि भनेको मान्दैन, असत्य छ, अधर्मी विधर्मी छ, उनीहरूको लागि कडा वचन बोल्नुपर्ने हुन्छ। कसैले बोल्छन्, सत्यमा हिँड्ने मान्छेले कहिलेकाहीँ कडा वचन बोल्छन्, तर अरूलाई हानि हुने तरिकाले होइन। तर मनमा चाहिँ करुणा हुनुपर्छ, मनमा चाहिँ हृदयमा चाहिँ निष्पाप हुनुपर्छ, करुणा प्रेम हुनुपर्छ, अनि मात्रै भगवानसँग प्रेममा जान सकिन्छ क्या। नभए भगवानसँग प्रेममा जान सकिँदैन, हुँदैन, यो हुनै सक्दैन। त्यसैले भगवानसँग प्रेम गरेर आध्यात्ममा यति मात्रै बुझे हुन्छ कि प्रेम जता यता जति संसारमा प्रेम गर्नुभएको छ त्यति नै प्रेम त्यस्तै तरिकाले भगवानसँग प्रेम गर्न सक्नुहुन्छ। संसार छोड्नु भनेर भगवानले काहीँ पनि भन्नुभएको छैन। यो नाटकीय तरिकाले कहिले पनि केही हुनेवाला छैन। भगवानलाई सच्चा हृदय चाहिएको छ, बाहिर जे छ भित्र पनि त्यही, अनि मात्रै भगवत प्राप्त हुन्छ। नभए संसारलाई त प्रभावमा ल्याउन सकिएला, भगवान त प्रभावमा आउनुहुन्न, भगवान त केवल भावमा मात्रै आउनुहुन्छ। भगवानलाई प्रभावले हामी आफ्नो बनाउन सक्दैनौँ। भगवानलाई आफ्नो भावले, आँसुले नै किन्न सक्ने भगवानलाई, अरू चिजले किन्न सक्दैन भगवानलाई। त्यसैले सत्कर्म गर्नुहोस् र भगवानको शरणमा जानुहोस्। राधे राधे।